सो हेलो दाजुभाइहरू, आफ्टर लङ टाइम म चाहिँ अब आइसकेको छु। सो आज मलाई चाहिँ किन होइन यसो सानो क्लिप खालको एउटा भिडियो जस्तो एउटा मनोरञ्जन टाइपको एउटा हालिदिउँ न भन्ने सोचले चाहिँ हामी तपाईँहरूको सामु उपस्थित भइसकेका छौँ। सो आज चाहिँ हाम्रो गएको अब के कस्तो हुन्छ होइन म जाँदैछु। सो तपाईँहरूलाई रमाइलो लाग्न सक्छ किनकि म छु रोशन बस्नेत, साथमा हाम्रो एकजना मेम्बर हुनुहुन्छ अतारासी नयाँ न्यू। सो हाम्रो के विशाल दोङ हुनुहुन्छ। सो आज हाम्रो उहाँ चाहिँ नयाँ साथी। सो हाम्रो एकजना हुनुहुन्छ यहाँ अर्को पासा, ऊ चाहिँ लगभग अब अलिक ढिलो आउँछु भनेर चाहिँ। सो हामी चाहिँ अब बिस्तारै जानुपर्ने हुन्छ। दाजुभाइहरू सबैले दबाएर चबाएर र खेलाएर गरिदिनु होला। सो अब हामी चाहिँ लकडाउनबाट ढोकाले हामी निस्किनु पर्ने हुन्छ र मलाई कस्तो गुगु जस्तो सो गाइजहरू हामी चाहिँ अब गएकोको लागि हाम्रो चाहिँ यस्तो छ भ्यू हाम्रो यसलाई के कुरा सिकी। सो नयाँ मलाई पेट कटक्क काटो ला तनाव दिन्छ जस्तो छ। सो हामीले गएको पुग्ने बेलासम्म हाम्रो हिरोवाला साइकल। सो लेट्स गो गाइज। सो म चाहिँ अहिले फेरि रुम आएर कस्तो पेट कटक्क खाएको थियो। सो टोइलेट हानेर अब गएको स्कुल जानुपर्ने हुन्छ। सर हाम्रो गएको चाहिँ 9 बजीदेखि हो। सो मेरो चाहिँ गएको अब यो लास्ट यो मन्थ मात्र हो। त्यसपछि मेरो गएको चाहिँ लगभग सो यसको चाहिँ भिडियो आउँछ, तर यो चाहिँ एकदम हल्का खालको क्या हाइलाइट खालको भिडियो हुनेछ यो मेरो, किन यो महिनाको यो गएको भनेर। सो भोक लागेको छ। हाम्रो गएको चाहिँ कस्तो भन्दाखेरि चाहिँ तपाईँको 9 बजीदेखि हो, तर 9:15 जाँदा हुन्छ, केही फरक पर्दैन किनकि टाढा स्टुडेन्टहरू आउँछ नि त। अनि त्यही भएर मेरो चाहिँ लगभग अब गोगाछुसम्म मात्र हो क्या। सो यो गोगाको यो 5को महिनासम्म किन मात्र हो भन्दाखेरि चाहिँ यो चाहिँ यसको पछि भिडियो हाल्नेछु म। सो हेरिदिनु होला है, धन्यवाद। सो अब चाहिँ गएको जान्छु बस। र हाम्रो चाहिँ यो बाटो लगभग सेमाइ छ नि त, अनि किनकि मैले त्यसरी हातमा मोबाइल लिएर चाहिँ म हुँदैन, अनि त्यही भएर चाहिँ म हल्का कफी खाउँ कि भनेर कुन खाँदा ठिक होला यो खान्छु। सो मैले चाहिँ लगभग यो फ्यामिली मार्टमा चाहिँ अब खाइमनो भइसकेको छ हाम्रो, अब कति 9:05 भइसकेको छ। सो म अब गएको निक्लिनुपर्ने हुन्छ 6:12 भनेपछि 9 मिनट रहेछ मसँग। 9 मिनटमा गएको पुग्नुपर्ने हुन्छ। सो पुग्न चाहिँ गएको पुगिन्छ, तर नै हो क्या गएको भने। सो मेरो चाहिँ अब यही मन्थको मात्र लास्ट हो। सो किन अब यसको चाहिँ म यो सस्पेन्सिभ खालको भिडियो हुनेछ त्यो किन मेरो गएको छु यो 5को महिनासम्म लास्ट भन्दाखेरि चाहिँ। सो म पछि भन्नेछु। सो गाइज सबैलाई माया देखाइदिनु होला है त, म धेरै वर्षपछि आएको मान्छे हो। हस् त।